हाई गाइज, अहिले चाहिँ म चाहिँ साथीकोमा तामाङ्नी हुनलाई जान लागेको। अब कस्तो नराम्रो सुनिरह होला होइन, तामाङ्नी हुनलाई अब कसरी हुने भनेर भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि थाहा हुन्छ। अनि यो चाहिँ यहाँ पर्खिर बसिरहेको थिएँ, अनि किन ढिला आएको भन्दै मलाई गाली गरिरहेको थियो। अब रेडी सेडी हुँदा निस्किँदा ओर्दा ढिला भयो भने। अनि त्यसपछि यसले चाहिँ यहाँ पुगेपछि चाहिँ खाजा बनाएँ। अनि खाजा खाएर चाहिँ अनि उसले चाहिँ मलाई यहाँ त्यहाँ लुगा छ यसरी लगाऊ भनेर सिकायो। अनि ऊ चाहिँ यो ठाउँ छोडेर भोलि जाने हो नि त। अनि रोको पुरा एक्टिङ गरिरहेको थिएँ, अनि हामीले देखाइरहेको थिएँ। अनि उनीहरूले चाहिँ मलाई लुगा लाउन यसरी भनेर सिकाइरहेको थिएँ। अनि म चाहिँ त्यहाँनिर लुगा लगाइरहेको थिएँ। अनि लुगा लगाएपछि चाहिँ मलाई चाहिँ यस्तो देख्यो तामाङ ड्रेस लगाएको। अनि तामाङ गीतमा टिकटकहरू बनाएँ, एकछिन नाचेँ। अनि त्यसपछि त्यहाँ स्लो मोसनमा भिडियो बनाएको। के गर्नु, ज्यानले दिँदैन यार, यस्तो मोटो छु कसरी घट्ने होला यार, त्यही टेन्सन भएर के गर्नु, फेरि खाना त छोड्दिनँ। अनि त्यतिखेरसम्म खाना चाहिँ पाकिसक्यो। अनि त्यसपछि हामी चाहिँ यसले चाहिँ खाना सबलाई पस्क्यो। अनि त्यसपछि हामी चाहिँ खाना खायौँ। खाना खाएर चाहिँ अनि हामी सुत्यौँ। अनि सुतेर निदाएर एकछिन निदाएपछि चाहिँ उठ्यौँ। अनि उठेर चाहिँ फेरि हामी चाहिँ म चटपटे बनाउँछु, गिलो चटपटे खाम भने यसले। अनि त्यसपछि ल बनाऊ भने। अनि त्यसपछि फेरि चटपटे खायौँ। अनि चटपटेमा चाहिँ यसले चाहिँ खोर्सानी चाहिँ यतिकै हाल्दैछ। अनि मैले चाहिँ खाएको झन्डै अड्क्यो होइन। अनि त्यसपछि चटपटे खाएर चाहिँ हामी चाहिँ लाग्यौँ आफ्नो आफ्नो घरमा। बाई बाई।